ल आज हामी अब घरमै चाउमिन पकाउन थालेका छौँ। पकाउने भन्दा पनि हामी चाउमिन बनाएर अनि पकाउने हाम्रो हुन्छ। यो हाम्रो मैदा भयो, मैदालाई हामीले यसरी मिचेर डो बनाएको छौँ। मजाले यसरी मजाले जति माडे हाल्ने अरे के जति मैले जति माग्न सक्यो त्यति उ गऱ्यो त्यति राम्रो हुन्छ। अनि अब हामीले यति डो गराइसकेपछि डोलाई हामीले यस्तरी जति सक्दो ट्याक्क लामो लामो गराएपछि नकाटिनु हुन्छ, झन् लामो झन् दामी आउँछ। पेल्नुपर्छ ठिक बिचबाट काटिदिनु नभए। यो हाम्रो चाहिँ चाउमिन बनाउने मेसिन हो। यो चाहिँ हाम्रो चाउमिन बनाउने जुन साइज निकाल्ने, यो चाहिँ हाम्रो बेल्ने मात्रै। अब यसलाई हामीले बेल्छौँ। चलो बहिनी बेला ठ्याक्क यसरी। अब चाहिँ यसरी बेलिएर आउँछ यहाँ तलबाट। सरर पानी घट्टामा भने चाहिँ यो चाहिँ म्यानुअल हातले यसलाई चाहिँ पम्पबाट फेरि अटोमेटिक घुम्ने पनि गराउन सकिन्छ। फेरि हामी डबल गरेर तान्दैछौँ। सरर आउँछ कि काट गराउने र पानी घटेमा हाम्रो पेलाइ पुगिसक्यो। मुछ्ने काम चलिरहेको छ यहाँ। मुछाइ गर्ने भाइहरूलाई बोलाइरहेको छौँ। केटाहरूलाई यहाँ चाहिँ धेरै नै लाग्छ यहाँ हाम्रो काम गर्ने केटाहरूलाई बोलाइरहेको छौँ। बार हुनुपर्छ। जति मजाले माडे जति गरायो त्यति राम्रो बन्छ। सरल हुन्छ यहाँ। अब यसलाई हामीले अब चाउमिन यसको लागि यसलाई भित्र घचट्नु पर्छ अनि यहाँ लक लाउनु पर्छ। ल बिस्तारै बिस्तारै यहाँ बिचबाट छिरेपछि हाम्रो चाउमिन आउँछ। फेरि आउँछ सरर मेसिन यसरी काटेर चाहिँ चाउमिन बनेन त चाउमिन हजुर चाउमिन यसरी चाउमिन बन्छ। फ्याक्ट्रीमा बनाउने चाउमिन यस्तै हो हजुर। यसलाई हामीले घरमै बनाउन पनि सकिन्छ। अच्छा मिठो हुन्छ। रोटी गराउनु पऱ्यो भने बार यसलाई अलि बाहिर थोरै बाहिर जान्छौँ। हाम्रो यो लक डिस्कनेक्ट गर्नुपर्छ। लक डिस्कनेक्ट भइसकेपछि खाली भयो ठाउँ पऱ्यो। ठाउँ परेपछि सक्ने बेला पर्दैन। यसरी पहिला रोटी बनाइन्छ। माथि माथिकोले पनि बनाउनै पर्छ। धेरै आउँछ। यो चाहिँ यसले कति मोटो गराउने रोटी भनेर भन्छ। यो बटाउनेको काम भनेकै चाहिँ यो यसले मोटो मसिनो गराउने कति मसिनो गराउने भनेर। यस्तो मसिनो मान्छे चाहिँ 2-4 जनै चाहिन्छ है। चलाउने मान्छे चाहिन्छ।
के हुनको त्यहीँ खुम्जेर भन्छ अब यसलाई मेसिनमा हालेर काट्ने काम बाँकी के काट्दिनु हुन्छ यसको लागि फेरि यसलाई धकेल्नु पऱ्यो त्यो मोटरमा डुल्नु पऱ्यो ल आयो के झरेको फेरि आउँछ हजुर चाउमिन भएन त चाउमिन यो है त फेरि मोटर बनाइने हो यो भित्र धकेलिदिएपछि काट्छ यसलाई बाहिर निकालेर यो चलाइसकेपछि के हुन्छ फ्री हुन्छ यो रोलर हो रोलरले चाहिँ रोटी पेल्ने काम गर्छ है यसको काम भनेको कति मोटो रोटी गराउने पातलो रोटी गराउने यसले काम गर्छ घरमै चाउमिन यतिको मेसिन भएपछि जति पनि चाउमिन गराउन सकिन्छ है चाउमिन एउटा व्यवसाय चलाउँ भन्न पनि सकिन्छ पछि आफूलाई हातले चलाउन गाह्रो भयो भने यसमा एउटा रबर र एउटा मोटर चाहिन्छ मोटरबाट इलेक्ट्रिक गराएर अटोमेटिक घुम्ने गराउन पनि सकिन्छ यसको काम थियो खाना पनि छ है यस्तो हुन्छ यस्तो होला धेरै महँगो पर्दैन यो मेसिन 5-7 हजार नै आउँछ तर काम चाहिँ धेरै दिन्छ ल हुन्छ हजुर बाई बाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट गर्नु होला सब्सक्राइब गर्न नभुल्नु होला हस्त नमस्ते जय नेपाल अन्तिम रिजल्ट हामीले यसलाई ट्याक्क पानीमा हालेर बोइल गरेपछि चाउमिन यस्तो बन्छ है हल्का तेल हालेर अनि यो टाँसिया छैन एकदम राम्रो छ सर यसरी सुकाउँछौँ एकछिन हामी अनि यसलाई सानो सानो काटेर सानो सानो बनाइन्छ अनि त्यसपछि यसलाई पकाउन राखिन्छ कि आफूलाई मनपर्ने बन्दाकोपीहरू गाजरहरू क्याप्सिकमहरू के हाल्नु मन लाग्छ त्यो हालेर क्याचअपहरू हालेर खानु राम्रै हुन्छ मिठो हुन्छ होइन एउटा टाँसेर छैन सक्छ लाग्छ यसलाई काट्नु चाहिँ बाँकी छ है यसरी बन्छ चाउमिन।